हजुर सबैजनामा सेवा फर्कुला गर्दै आज चाहिँ हजुरहरूलाई बिहानै मैले तपाईँहरूलाई यो बोरा क्षेत्र यो धरान पनि पर्दैन बोरा क्षेत्र नगरपालिकाको चाहिँ जङ्गलमा झन्डी चोकदेखि सिधै माथि खारखोला तारे भिरको छेउमा एकदम विशाल आगो लागिरहेको छ। हजुरहरूको वल्लो पाखा हामी पल्लो पाखादेखि चाहिँ बनाउँदै के अरे मार्दै आएको आगो अहिले वल्लो पाखा आइसक्यो र पनि आगो नियन्त्रण गर्न सकेको छैन। योद्धाहरू यो तरिकाले भिडिराख्नु भएको छ, फायर लाइन बनाउनु भएको छ। हेर्नु होला पारिपट्टि देख्न सक्नुहुन्छ यतिकै तपाईँले यी साला कुन चाहिँ पार्टीले चाहिँ आगो लाएर चाहिँ बर्बाद बनाएको छ। धेरै बोट बिरुवा नष्ट, जीव जन्तु नष्ट भएन हाम्रो पाइपलाइन पनि नष्ट हुनसक्छ। ल हेर्नु परबाट धुवाँ गरेको सुन्दै हुनुहुन्छ होला। उता पारी चाहिँ हाम्रो फायर लाइन बनाउँदै आउँदै हुन्छ उताबाट। यसको राप त्यो सखुवाको राप दह्रो आउँछ नि छ। पारिपट्टि जाउँ है, पारिपट्टि पनि आगो यसरी लागेको छ है हजुर। आज बिहान आगो यसरी लागेको छ। यस्तो छ है। पारिपट्टि गएर फायर लाइन हालिहाल्नुपर्छ। पारिपट्टि अझै उ नभएर यो हावा नचलेको हावा चल्यो भने झन् यहाँ अलि हजुर उता पल्लोपट्टि गर्दै हुन्छ। पल्लोपट्टि यता ए भाइ रहेछ नि त, यता उम्क्यो भने यता उम्क्यो भने मार्नुलाई पनि उठाइन्छ कि यो नसकिन्जेलसम्म त रहनु पर्यो नि। पारिपट्टि जानु पारिपट्टि भिडियो बनाउनु बिसाउँदै पनि हुनुहुन्छ। ल मान्छे लडेको ल नियन्त्रण हुनु आँट्यो है। पारिबाट फास्ट गरौँ। म चाहिँ टोली कमान्डर किनभने यो आगोलाई चाहिँ वरिपरिबाट छेकेर मारेपछि चाहिँ तपाईँको एकदमै छिटो हुन्छ। हाम्रो माथि सरै हुँदो रहेछ। फायर लाइन टङ हान्दै आउनु भएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ। म जुम गरेर म देखाउँदैछु। हेर्नु मिसिनले फायर लाइन बनाउनुको लागि चाहिँ एकदम बेस्ट छ यो आगो। भन्नुहुन्छ नि चारैतिर नै फैलिएको रहेछ हाम्रो आगो होइन। यहाँबाट चाहिँ उम्किनु दिनु हुँदैन भन्ने फायर लाइन भनेको फायर लाइन त्यसो हो। ल फायर लाइन चाहिँ छिट्टो फास्ट हान्नु है सर। फायर लाइन चाहिँ फास्ट हान्नुपर्छ, एकदमै फास्ट हान्नुपर्छ। फायर लाइन चाहिँ सबभन्दा फायर लाइनले काम गर्छ। झ्याप हानेर कामै छैन है हजुर। झ्याप हान्नै हुँदैन है। फायर लाइनले काम गरिरहेछ है हजुरहरूलाई। ल हाम्रो ज्ञानु चामलिङ सर चाहिँ उहाँ धरान 11बाट हुनुहुन्छ। उहाँ हाम्रो एकदमै अभियन्ता सक्रिय अभियन्ताजी हुनुहुन्छ। किनभने जहाँ समस्याको समाधान भनेर कुदिहाल्नुहुन्छ उहाँ चाहिँ। एकदमै उहाँ चाहिँ आर्मी पनि हुनुहुन्छ। आर्मी ट्रेनिङ अब सबै आर्मीमा भएको मान्छे हुन्छ। त्यसो भएको हुनाले पनि आर्मीहरूले चाहिँ सबै थोक भोगेको हुँदो रहेछ, सबै थोक बुझेको पनि हुँदो रहेछ। फायर लाइनले ड्याङ हान्दै आउँदै हुन्छ। हाम्रो माथि सरले जस फायर लाइनले काम गर्दो रहेछ भनेपछि चाहिँ यहाँबाट बुझिराखेको छ हजुर। ल फायर लाइन है। फायर लाइन बनाउनु राम्रो है। फायर लाइन बनाउनु पर्छ। सबैले फायर लाइन बनाउनु पर्छ। त्यहाँ पानी भाइ, त्यहाँ पानी छ है। अन्त कत्रो आगो बलेको छ भने त तपाईँले देख्न सक्नुहुन्छ। यति धेरै ठुलो आगो बलिरहेको छ। वारपार वल्लो डाँडादेखि पल्लो डाँडा, पल्लो पाखा सबै साला कुन चाहिँ हरामीले चारैतिरबाट आगो लगाइदिएछ हौ।
जङ्गलै नष्ट हुन आँटिसक्यो यतापट्टि फार लाइन बनाऊँ है फार लाइन त्यो मेसिनले चाहिँ साह्रै राम्रो काम गर्दो रहेछ यतापट्टिको सबै फार लाइनले गर्दाखेरि सबै आज प्रश्न भइसकिसकेको छ हाम्रो माकुम सरहरू हुनुहुँदो रहेछ पर सर फिस्तारै फार लाइन ल है हजुर यसरी चाहिँ आगो नियन्त्रण हुँदैछ हाम्रो जङ्गलमा पनि एकदमै बनै खायो डढेलोले गाउँ खायो हजुर त्यो दाजु त्यो खोल्सीमा चाहिँ फार लाइन बनाउनु पर्छ है दाजु हजुर त्यो तल झरेर नि त्यो खोल्सीबाट फेरि यता उम्क्यो भने फेरि बर्बादै हुन्छ यहीँबाट काट्नुपर्छ कि जस्तो छ काटौँ है लु काटिँदैन भने त फेरि बर्बाद हुन्छ पारिपट्टि हुनुहुन्छ हाम्रो सरहरू यहाँ साथले भन्दै हुन्छ फार लाइन कस्तो के छ झन्डै स्थानीयहरूले धेरै सहयोग गरिराख्नु भएको छ आगो हामीले जस छेका मारेर चाहिँ पुरै नियन्त्रण भएको छ अहिले तर मेयर साहबले निर्देशन दिँदै हुनुहुन्छ कुकुरले गु नखाइकन चाहिँ कसले आगो लाएछ भन्दै हुन्छ सरले दाजु चाहिँ स्थानीय हुनुहुन्छ यहीँ खारखोला उहाँले पनि आज धेरै ठुलो सहयोग गर्नुभएको छ हामीलाई भन्दा पनि उहाँहरूको त झन् जङ्गल अब यो हाम्रो गाउँले सबै अहिले अब अघि नै सकिने धन्न तपाईँहरूले आउनुभयो र
हामी त खबर पाउने तास त हामी राति 12 बजे 1 बजे 2 बजे जतिखेर हुन्छ हामी त कुदिहाल्छौँ के किनभने हाम्रो पाइप लाइन पनि यही माथि भएको हुनाले हेर्नुहोस् तपाईँहरूलाई पनि धेरै सहज भएको छ तपाईँहरूको पहिला त त्यति मान्छे जुट्दैन त्यसलाई हेर्नुहोस् पोहोर परारको दिनदेखि हेर्दै हुनुहुन्छ होला नि तपाईँहरूले जङ्गलमा कसरी आगो हामीले मार्दैथ्यौँ भनेर बिहान थाहा पाएँ उठ्ने बित्तिकै अनि उता फोन गरेको हाम्रो भाइले त्यो के होटेलको अरे संस्कार होटेल कि होइन त्यहाँनिर छ नि कुन होटल पुकार होटेल कि के होटेल होइन अनि यो आगो चाहिँ कस्तो मान्छेले लाउँछन् होला हजुरले भनिदिनुहोस् न यो चाहिँ हलेसो मार्नेको काम हो किनभने बेलुका भएपछि यिनीहरू निक्लिन्छ अनि अब राति यिनीहरूले कमसेकम नि 12 बजे कति बजे छोडेको बेलुका भएपछि निक्लिन्छ जङ्गलमा को पार्दै अनि अब त्यो पत्ता बद्दा त हलेसो उड्यो मेन चाहिँ यस्तो लाग्छ अरू त शङ्कै छ यो सिकारीकै काम हो क्या ल हाम्रो विजय साहबहरू आउनु भएको छ विजय साहब जोस् जतिसम्म अनि गर्ने धेरै भएपछि चाहिँ तपाईँको चारतिरबाट आगोलाई घेर्नु पाइयो छिटै नियन्त्रण गर्न सकिन्छ अझ यो के भन्छ भ्याकुम के भन्छ नि त्यो भएकोले एकदमै सजिलो हामी मान्छेलाई भन्छ तपाईँको यो 4-5 घन्टामा पनि सम्भव थिएन त्यो हाम्रो प्रसन्न भट्टराई अमेरिकामा हुनुहुन्छ उहाँले पठाइदिनु भएको मेसिन हो कि त्यो चाहिँ म चाहिँ मेरो सन्देश चाहिँ के भन्छु भने प्रत्येक वन उपभोक्ताले चाहिँ त्यो 3-4 खरिद गर्यो भने चाहिँ आगो नियन्त्रण एकदमै सहज हुन्छ यति राति यहाँ त्यहाँ भने पऱ्यो भने 2-3 जना ल्यायो भने फायर लाइन बनाउनलाई एकदम सहज हुन्छ यो हामीले अहिले मान्छेले हो भने 5 घन्टामा नै नियन्त्रण हुन्छ यति धेरै फैलिएको थियो आगो त्यसले गर्दा हामीलाई धेरै सहयोग थियो ल हाम्रो स्थानीय दाजुहरू हुनुहुन्छ जोस् उहाँहरूले पनि धेरै हामीलाई सहयोग गरिराख्नु भएको छ उहाँहरूलाई हामीले गरेको छौँ हामीलाई उहाँहरूले गरेको छ यो तरिकाले चाहिँ बिहानै यसले त यो कृष्णले त फोन गरेको त्यो ऊ भन्दा पनि यसले चाहिँ फोन गर्दै थियो तपाईँलाई धेरै धेरै धन्यवाद फोन उठाउनु भएन मेरो साहबले सरले फोन उठाउनु भएन नि सुत्नु भएको थियो हजुर ल है तपाईँहरूले चाहिँ यो त आगो लाग्यो भने चाहिँ होइन थाहा पायो भने त हामी खबर गरेपछि त हामी थाहा पाउने बित्तिकै हामी चाहिँ फायर ब्रिगेड टोली हौ नि त्यो 24 घन्टा नम्बर लिइरहेको त्यो 70-119 मा गर्नु 24 जति समयमा पनि हामी रिसिभ हुन्छ तपाईँको रातको 12 बजे किन नहोस् न होइन हामी चाहिँ एकदम स्ट्यान्ड बाई ड्युटी हुन्छ हामी थाहा भएपछि हामी कुदिहाल्छौँ तर अलिकति हामीलाई चाहिँ जङ्गललाई लोकेसन ट्र्याक गर्नलाई चाहिँ गाह्रो हुन्छ तपाईँहरूको साथ सहयोग पायो भने त हामी होइन हामीसँग हुँदाखेरि टक्कै यहाँबाट यहाँ पुगिन्छ भन्ने थाहा हुन्छ नि तपाईँहरूलाई गाउँलेहरूलाई थाहा हुन्छ नि त अब हामी चाहिँ त्यति जङ्गल त्यति यो गरेको छैनौँ माथि जानुपर्छ होला माथिबाट अब हामी तपाईँको अघि तपाईँ हामी उहाँ निभाउँदै हुन्थ्यो नि तपाईँ अनि त्यहाँबाट पुगेर आउनुभएछ यतापट्टि गहिरो होइन पुगेर माथि डाँडाको पाइपबाट मात्दै यो पाटाबाट सबै निक्लेको अघि हामीसँगै त भेट भएको अनि हामी उँभो लाग्यौँ उँभो बलेर तपाईँहरू त्यहाँ नियन्त्रण गर्दै हुन्छ नि उँभो लागेर माथिबाट फेरि हाम्रो अर्को माकुम सर हुन्छ उहाँको टोलीमा भेटेर ठ्याक्कै